नमस्कार। आज मैले ग्वारमरीको रेसिपी लिएर आएकी छु। यो ग्वारमरी शब्द नेवारी हो। डल्लो रोटीलाई ग्वारमरी भनिन्छ। अब यसको लागि चाहिने सामग्रीहरू 1 कप मैदा, त्यसै गरेर हाफ टी स्पुन नुन, हाफ टी स्पुन चिनी, हाफ टी स्पुन बेकिङ पाउडर र फ्राई गर्नको लागि मैले यहाँ सनफ्लावर तेल लिएकी छु। आवश्यकता अनुसार पानी। अब ग्वारमरी बनाउन सुरु गर्छौं। मैले यहाँ भाँडा लिएकी छु। यसमा मैले हाफ कप मैदा राखेँ। त्यसपछि हाफ टी स्पुन नुन राखेँ र हाफ टी स्पुन चिनीलाई पनि मैले यहाँ राखेँ। यो चिनी राखिसकेपछि अब सबैलाई मिक्स गर्नुपर्छ राम्रोसँग। यसरी राम्रोसँग मिक्स भइसकेको छ। अब यसलाई चाहिँ थोरै थोरै पानी हालेर यसलाई थिक ब्याटर बनाउनु पर्छ। पातलो बनाउनु हुँदैन। यतिको हुनुपर्छ यो ब्याटर। यसमा बेकिङ पाउडर हामीले पकाउन अगाडि मात्रै यसमा मिक्स गर्नेछौँ, अहिले गर्नु हुँदैन। त्यसपछि यो ब्याटरलाई चाहिँ मैले 1 रात राख्नेछु। यो 4-5 घण्टा पनि राख्नु हुन्छ, तर सबैभन्दा राम्रो 1 रात राखेको राम्रो। 1 रात पनि भइसकेको छ। हेर्नुस् त, यसमा ससाना बबल्सहरू देख्न सकिन्छ। यसो भयो भने ग्वारमरी राम्रो बन्छ। अब यो ब्याटरमा मैले यहाँ बेकिङ पाउडर राख्नेछु। यसरी हाफ टी स्पुन बेकिङ पाउडर मैले यसमा राखेँ। यो राखिसकेपछि यसलाई फेरि राम्रोसँग यसलाई मिक्स गर्नुपर्छ। यो राम्रोसँग मिक्स भइसकेको छ। अब ग्वारमरी पकाउनको लागि मैले यहाँ ग्यासमा प्यान बसालेँ। यो प्यान चाहिँ फराकिलो हुनुपर्छ। अब यसमा तेल हाल्छौँ। यो तेल राख्दाखेरि एकदमै ध्यान पुर्याउनु पर्छ। हामीले ग्वारमरी आधा मात्रै डुब्ने गरिकन यसमा तेल हाल्नुपर्छ। पुरै डुब्ने गरिकन राख्यो भने यो फुल्दाखेरि चाहिँ तेल उछिट्टिन सकिन्छ। त्यसकारणले हामीले आधा मात्रै यो तेल हाल्नुपर्छ। तेल राम्रोसँग तातिसकेको छ। अब ग्वारमरी पकाउनलाई पहिला सुरु हातमा थोरै पानी लगाउनुपर्छ। यसो गर्यो भने टाँसिँदैन। यसरी अब ब्याटर हामीले लिएर अब यो पिठोलाई यसमा राख्छौँ। यसरी नै यो तेल चाहिँ पहिला सुरु 1 मिनेट चाहिँ एकदम हाई फ्लेममा हामीले राख्नुपर्छ। त्यसपछि चाहिँ मिडियम फ्लेममा पकाउनुपर्छ। यसरी नै मैले सबै ग्वारमरी यसरी राखेँ। हेर्नुस् त, तल अब यो ब्राउन भइसकेपछि यसलाई चाहिँ पल्टाउनु पर्छ। हेर्नुस् त, यो राम्रोसँग यो फुल्दैछ। यसरी हामीले यो आधा मात्रै तेल हाल्नुपर्छ। यो फुल्दाखेरि चाहिँ यो पड्केर तेल उछिट्न सक्छ। त्यसकारणले हामीले आधा मात्रै तेल हाल्नुपर्छ। यसरी अब दुवैतर्फ यसलाई ब्राउन गर्नुपर्छ। यसरी हामीले तल ब्राउन भइसकेपछि यसलाई पल्टाउँदै अर्कोतिर पनि ब्राउन हुने गरिकन पकाउनुपर्छ। यसरी नै दुवैतर्फ यो ब्राउन भइसकेको छ। यो राम्रोसँग पाकिसकेको छ। अब यसलाई झिक्ने। यसरी नै सबै ग्वारमरी पाकिसकेको छ। अब यो ग्वारमरी चियासँग खानलाई एकदमै मिठो हुन्छ। यो ग्वारमरी चियासँग खानलाई रेडी भइसकेको छ।